गाइज ल भिडियो सुरु हुनुभन्दा पहिला तपाईँ सब्सक्राइब गर्नुहोस् त च्यानलको तल लाल कलरको जुन सब्सक्राइब बटन छ नि त्यसलाई छोएर सब्सक्राइब गरिहाल्नुहोस् त पहिला अनि तपाईँलाई म भन्छु आज के छ भनेर गर्नुभयो सब्सक्राइब ल ठिक छ आज चाहिँ पीवाई अमृतले घोस्ट एक जुन लेडी ब्लगर छ उसलाई रोस्ट गरेकोमा रियाक्सन गर्न गइरहेको छु मलाई चाहिँ एकदमै मजा लाग्यो हैन रियाक्सन उहाँहरुको रोस्ट देख्दा तपाईलाई चाहिँ कस्तो लाग्छ तपाईहरु पनि कमेन्ट गर्नुस् शेयर गर्नुस् है एकदम बबाल छ हेरेर मजा लिनु होला मैले त मजा लिइसके अब तपाईहरु पनि मजा लिनु होला है त आज चाहिँ तिम्रो के भएको कति ठुलो देखेको भनेको फर्मला लाछु के फर्मला लाछु के ल साथीहरु सुरु गरौँ है त सुरु गरौँ अब तपाईहरुले पनि हेरेर साथ दिनु यो भिडियो मनोरञ्जनको लागि हुँदैछ डिस्क्लेमर पनि हाल्ने बानी छ पीवाई अमृतको पोजिसन हेर्नु न कस्तो छ एकदम 4 महिनादेखि भिडियो नहालेकाले मेरो ऑडियन्सलाई आको छैन अरे गु यत्रो महिना कामरिस भन्नुभा होला म मरेको छैन यस्तो खतरा छ कि पुरै के राइमिङ मिलाई हैन यस्तो तरिकाले रोस्ट हान्दैन कि उसको चाहिँ यो आइडिया चाहिँ मलाई बबाल लाग्छ के खतरा तरिकाले बबाल तरिकाले हान्ने के यस्तो कन्टिन्यू गरौँ तोपनको महसुस गराउँदै भिडियोलाई सुरु गर्न चाहन्छु तर सुरु गर्नु भन्दा अगाडि यदि तपाईहरुले पार्ट 1 हेर्नु भएको छैन भने प्लिज करेक्टली हेर्दिनु गागो गाई हो आजको एपिसोडमा यो घोषको बाँकी रहेको इच्छा गरिदिन्छु पुरा फेरि रोस्ट हान्नु मन थिएन तर दिमाग सन्क्यो जब मैले सुने यो कुरा मेरो आएन यार आँसु पनि आएन सिगार पनि आएन यस्तो हो क्या उसको पहिला पीवाई अमृत चाहिँ अलरेडी एउटा रोस्ट हानिसकेको थियो अनि त्यसलाई चाहिँ उसलाई कति पनि केही फरक परेन अरे र यो अर्को दोस्रो रोस्ट हो पार्ट 2 हो यसमा पनि उसले बबालै भनेका कन्टिन्यू गरौँ हेरौँ हैन अब अर्को चोटी रोस्ट गर्ने बेला अलिकति स्वास्सै अलिक सिरिङ गर्ने खालको हुनु पर्यो नभन्नु होला पीवाई अमृतले घोषलाई गर्नुसम्म गरो साच्चै यसलाई चसक्क भएको छैन भने माटिने माडर चले रन्कै दिन पर्यो ठाउँमा ल्यायो होला भनेको त मेरो त रोस्टले तर उल्टै यस्तो भनेकी रहेछ यो गति छाडा घोषले हुन्छ नि यस्तो पीवाई अमृत भनिराछ फेरि डर पनि लाग्छ भनिराछ फेरि मेरो त कस्तो भइसक्यो हाँसु ओ माय गॉड के भन्ने हैन यस्तो तरिकाले उसको ब्लग तपाईले हेर्नु भयो भने एकचोटी हैन रमाइलो लाग्छ अब केटाहरुलाई त्यस्तो हेर्न मजा हुन्छ त हैन हाँसो हेरम हाँसो मरद हाँसो मरद छ कहिले हुँदैन रे नारी र गाडीको किचकन्डी जस्तो हाँसी त हाँस हेर्न राडीको कस्तो पनि ज्यूस अहिले पाएको भए त नि त्यो फेरि राइमिङ्स मिलाउने पोजिसन पनि हुन्छ क्या उसको फेरि पोजिसन पनि त्यस्तै छ है केपी बा पनि कटेर हाल्दैछन् ओहो यत्रो यो के मिम्सहरु हैन अनि यत्रो क्लिपहरु कहाँबाट जोडेर उसले गर्छ मेहनत चाहिँ लास्टै गरे होला सबै कुराहरु देखाउँछु क्या म चाहिँ नो ड्रामा क्या देखावटी चाहिँ केही पनि छैन जे एउटी रियल देखाइदिन्छु हैन अन गरेर बस्नु होला तपाईहरु अब थर्कीपनको प्लग हेरौ न त एकचोटी कस्तो रहेछ देखावटी अनि ड्रामा देखावटी केही छैन जस्तो भइरहेछ जे हो त्यही हो ब्लग भएपछि सबै कुराहरु देखाउँछु ओ पारा हेर न पारा कस्तो छ स्कुटरमा उल्टो बसेर पुरा हैन ओ यस्तो पाराले भिडियो बनाएर हुन्छ त बहिनी अनि यस्तो भएपछि तिमीलाई रोस्ट हान्दैन नि त अलि नर्मल टाइपको राम्रो भिडियो बनाउनु पर्यो कि यस्तो देखाउने हैन नि त धेरै रोस्ट भइसक्यो धेरै हुन्थ्यो तर फेरि भनौली कन्सर्न मेरो पछाडीको देखाछु र मैले त्यो पाल त देखाएको छैन नि त एक सेकेन्ड मेरो अगाडिको देखिन आटिसक्यो मेरो गाडी आइरहेछ दाम सीधा हो क्या सीधा के बोल्या के भन्या थाहा पत्तै छैन हो के भन्ने फेरि छिराइदेला ड्राइभरले गाह्रो छ सर के भन्ने कहाँबाट आउँछ क्या यस्तो शब्द कहाँ आउँछ पीवाई अमृत ओहो भन्नु पर्यो हामीलाई सिकाउनु पर्यो यार यस्तो रोस्ट हान्दैछौ तिमीले हैन पारा फेरि उसको हेर न पारा पार्दैौ रे तिम्रो सब्स्क्राइबरहरुले बसिराछन् हेरी 7.2 को जस्तो रहेछ भने त
यो माई गॉड के भन्न खोज्या हो 7.2 थाहा साथीहरूलाई 7.2 थाहा फेरि त्यस्तै तर्सेर खाँदेला नि फेरि भनेर विचार गर्दै विचार गर्दै कल गर्छु WhatsApp नम्बर ल्याउन अझै पनि केही बिग्रेको छैन सारा दुनियाँलाई देखाउनु पर्दैन बस मलाई देखाइदेऊ न तर होस् म नदेखाउने ल एक सेकेन्ड जिन्दगी साह्रो चलो चलो खसी के जिन्दगीमा लाउदिन निकालेर झोलामा हाल्छ नेपाली हो नि चान्स पाए के गाह्रो छ लास्टै गाह्रो छ तिमीलाई त लाज लाग्नुपर्छ किन त यो घोष नेपालको यस्तो लेडी ब्लगर हो जसको भिडियोबाट छाडापन निकाल्दिने हो भने लिङ्ग बिनाको छोरा मान्छे जस्तो हुन्छ यानि कि न त कुनै मिनिङ हुन्छ न त कुनै ह्युमर गाँठो लोक्टेर किन गाँठो लोक्टाको कुन चाहिँ डगी हान्यो के बोल्या बहिनी के बोल्या यस्तो हुन्छ भने आगे यस्तो हुन्छ रोज त तिमीलाई राम्रै तरिकाले हान्नै पर्ने रहेछ हो यो तरिकाले त भएन यस्तो यार हो देख्नु भयो नि यसको ब्लगमा छाडापन यस्तै हेर्न मन पराउने केटाहरूले नि फेरि त्यही भएर भ्युज पनि जस्तै आउँछ क्या त्यही भएरै होला बढी भ्युज आएको होइन कन्टिन्यू हेर हामी केही छैन बिचरीको लोक त गएछ चट्टै यस्तै भिडियो हालिस् भने कुन दिन तेरो च्यानल पनि जान्छ स्वाट्टै हल्लिदो रहेछ हल्लिदो पनि रहेछ होइन अनि कस्तो रहेछ भने बोयफ्रेन्ड र गर्लफ्रेन्ड चट्टा लाएर डेटिङ बेला चट्टा लाएर सिकाए केटा सिकाए के भनिरहेको सिका त नर्मल हुन् यस्ता भिडियो यसका लागि के हो र तपाईहरुले विश्वास गर्नुहुन्न होला सानैदेखि रहेछ यसको गति छाडा बेहोरा कस्तो सानोमा त फेरि सेम केटा जस्तै देखिरहेको सेम केटा जस्तै देखिरहेको कस्तो हेर त पारा सानैदेखि घरिकी रहेछ यसले जिन्दगीमा मस्ती मान्छे चाहिँ रहेछ ठ्याक्कै भोकाको पुच्छर खाने जस्तै बोकाको छेउमा त म जादिन मलाई पनि बाख्रा सम्झेर आयो भने के हुन्छ के भन्ने अब केही भन्नु छ यसको भिडियो हेरेर मेरो सासै रोक्यो आउ त गई छिपेर नाफा सास्दिन हँसाउन खोजेको होला यसले तर म त हाँसै फेरि नेपाली समाजको यस्तो अल्गोरिदम हो जसलाई कसरी भ्युज ल्याउन पर्छ भन्ने भरपुर आइडिया छ र त्यही भ्युज र पैसाको चक्करमा यस्तो कन्टेन्ट हाल्छ कि यो चाहिँ सत्य हो यस्तै कन्टेन्टहरु हाल्दैपछि हैन भ्युज त अब टन्नै आइ नै हाल्छ मान्छेले पनि हेर्ने त्यस्तै हो फेरि त्यही भएर उसको चलिरहेछ भनौं राम्रै छ ठिकै छ कन्टिन्यू हामी हेरौँ केही छैन कन्टेन्ट हेर्न अझै नेपाली समाज तयार छैन अनि के गर्छु 5 minutes later नहाँदा चाहिँ छुन पनि लाज लाग्दो रहेछ नगर फेरि मर्ले एचआईभी सरेर किन यस्तो छट्टेको हो र तिमी भन्देऊ त लेजेन्डले खाने हुक्का हैन भिडियो क्लिप काटेर ल्याएर बनाएको सबै लाग्छ भिडियो खिच्ने तरिका फेरि उसको ओहो हो नेपाल हो सबैको साझा चौतारी कसरी चाहिँ जन्मिन्छन् हो यस्तो अवतारी मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको मेरो बाबा यस्तो भएको अनि त्यसपछि म निस्केको जानी रहेछ कहिले सुध्रिन्छ तयार तेरो बेहोरा हेर्दा त हो पक्का हुनुपर्छ पक्का त्यस्तै हुनुपर्छ के अलिकति भयो नि अब केही छ त भन्नु हैन केही छैन हामी त कन्टिन्यू हेर्ने हो रमाइलो लिने हो बस बनाउनेलाई लाज छैन हेर्नेलाई के को लाज हैन हेरौँ रमाइलो गरौँ ए लाग्न पर्ने हो शरम यो घोषले खानेकुरालाई यसरी अब्जेक्टिफाई गर्छ कि त्यसको त कुरै नगरौँ ठिकै हो रे याद आउँदै होला नि हैन केटी हो कस्तो तपाईको सर्भिस यस्ताहरूले गर्दा आज खानेकुरा खाँदा नि सोच्नुपर्ने दिन आछ हैन किन यस्तो गर्छ यसले कसैले भन्देऊ त खासमा यसलाई के भएको छ मलाई के भएको छ शेरपाटी लागेछ मर्छन् अरे मान्छे क्लिप ल्याएर जोडेर बनाएर अब हगेको पनि देखा मान्नै पर्छ त्यो कति इन्भेस्टिगेसन गर्न सक्यो हाम्रो तिमीले थाकी
भनिसके म अब यसको रोस्ट हान्दा हान्दा हकेको देखाउन नमिल्ने भए बनाइदेऊ न त रसमा काण्डा बारीमा साग छ पकाए पाक्छ घरिघरि किन कुन्ने मलाई त यो घोस्टको फुस्के जस्तो लाग्छ के भन्नु उसले जानेरै सोचेरै बना हो कि के हो भन्ने अब जाने बुझेरै गरे हो कि त्यत्तिकै गरे हो कि के हो अब भ्युजको लागि गरे हो कि अब उसले जानोस् ठिकै छ कन्टिन्यू गरौँ हैन सुरु गरौँ तिमीले दिएको झाले रुमाल हाँसु पुस्ता रुजो भ्लगभरि मुद्दै नहिट जाठी लगाइदिउँला फेरि बुझो तपाईहरुलाई यो एपिसोड कस्तो लाग्यो यति राम्रो लाग्यो ओके गाइस फाइनल्ली यति नै हो हैन कस्तो लाग्यो तपाईहरुलाई राम्रै लाग्यो होला भन्ने आशा छ मैले त पहिला पनि हेरिरहेको थिएँ हेरेर रमाइलो लिइसकेको थिएँ हैन तपाईहरुले पनि हेरेर रमाइलो गर्नुभयो होला रमाइलो भयो होला भन्ने लागेको छ हैन ल फाइनली लास्टमा जसले सब्स्क्राइब गर्नुभएको छैन च्यानललाई एकचोटि सब्स्क्राइब गरिदिनुस् माया गर्नुस् हैन फेरि यस्तै भिडियो म लिएर आउने छु अहिलेको लागि चाहिँ बाइ बाइ नमस्ते